यो चाहिँ हाम्रो जन्मस्थल, मेरो जन्मेको घर, जन्मस्थल जन्मेको होइन रे, हुर्केको घर यही हो। मैले हाम्रो बेसी खेत जङ्गले भन्ने खेत यही हो। क्या रमाइलो रहेछ है, यस्तोमा बस्थ्यौँ। तैँले पनि त्यहाँ घर रहेछ। यो 6 गरे त्यो अम्बके, यो 6 गरे अघि माथि बस्यौँ नि अमिलो खाएको त्यो पनि हो। उहाँ तल कोलबोटे, ऊ तल छ कोलबोटे, मासखण्ड, अनि बिहाड यहाँ तल छ, डुँडे भन्ने त्यहाँ छ। हाम्रो रामफले भन्ने खेत चाहिँ त्यहाँ थियो अरे, यो जङ्गल भएको ठाउँमा थियो भन्ने मात्रै अनुमान मात्रै गरिन्छ। यही जङ्गल हो, यो जङ्गल चाहिँ हाम्रो जङ्गले बिहाड रामफले भन्ने खेत। अनि यो माथि बिरौटो भन्ने खेत यहाँ अलिकति छ, जङ्गल अहिले त पुरै केही पनि रहन्छ, त्यो खेतै थियो। यहाँ कोप्चे भन्ने थियो, यहाँ बिच यो जङ्गलको बिचमा, त्यो पनि जङ्गल भएछ। आजभन्दा लगभग 25 वर्ष अगाडिको हामी हुर्केको ठाउँ, बढेको ठाउँ। 50 सालमा हिँडेको, 60 70 80 82 32 वर्ष 32 वर्ष भएछ। बाफ्रे बाफ्रे, 50 होइन हौ, 51 52 हिँडेको होला हौ। 51 माथि हामी हिँडेको, 50 नै हो। 51 फागुनमा तिमीहरू नै हिँडेको नि दाजु, म, उहाँ सागर कमरेड सबैजना छौँ। म पनि यता छु। साह्रै रमाइलो महसुस भइरहेको छ। जन्मस्थल आइपुग्यो, सङ्खुवा सभा।